जय मसी, स्वागत छ हजुरहरूलाई ग्रेस अफ गड च्यानलमा। आज हामी भजन सङ्ग्रह 109 लाई पढ्नेछौँ, जहाँ दाउदले अन्याय र दुःखको बीचमा पनि परमेश्वरमा आफ्नो विश्वास कायम राखेका छन्। आउनुहोस् हामी पढेर सुन्नेछौँ। भजन सङ्ग्रह 109, प्रतिशोधको याचना। हे परमेश्वर, जसको म प्रशंसा गर्छु, मौन नबस्नुहोस्, किनकि दुष्ट र कपटपूर्ण मानिसहरूले मेरो विरुद्धमा आफ्ना मुख खोलेका छन्। तिनीहरूले मेरो विषयमा झुटो बोल्ने जिब्राले बोलेका छन्। घृणास्पद शब्दले तिनीहरूले मलाई घेरेका छन् अनि बिना कारण तिनीहरू ममाथि आक्रमण गर्छन्। मेरो मित्रताको साटो तिनीहरू मलाई दोष दिन्छन्। तर म त प्रार्थना गर्ने मानिस हुँ। तिनीहरूले मेरो भलाइको साटो खराबी गर्छन् र मेरो मित्रताको साटो घृणा। कुनै दुष्ट मानिसलाई त्यसको विरोध गर्न नियुक्त गर्नुहोस् र त्यसलाई दोष लाउने मानिस त्यसको दाहिनेपट्टि खडा हुन दिनुहोस्। त्यसको इन्साफ हुँदा त्यो दोषी ठहरियोस् र त्यसका प्रार्थनाले नै त्यसलाई दण्ड मिलोस्। त्यसको आयु अल्प होस् र त्यसको पद अर्काले खोसोस्। त्यसका छोराछोरीहरू पितृहीन हुन् र त्यसकी स्वास्नी विधवा होस्। त्यसका छोराछोरीहरू भिख माग्ने हुन्। तिनीहरूले वास गरेका उजाड घरहरूबाट तिनीहरू धपाइयुन्। त्यससँग भएका सबै सम्पत्ति साहुले जफत गरोस् र त्यसको परिश्रमका फलहरू परायाहरूले लुटुन्। त्यसमाथि दया गर्ने कोही पनि नहोस्, न त त्यसका पितृहीन छोराछोरीमाथि टिठाउने कोही होस्। त्यसका सन्तान दर सन्तान बहिष्कृत हुन् अनि आउने पुस्तामा तिनीहरूका नाउँ पनि मेटिउन्। त्यसका पिता पुर्खाको अधर्म परमप्रभुको समक्ष सम्झना होस् र त्यसकी आमाको पाप कहिले नमेटियोस्। तिनीहरूका पाप निरन्तर परमप्रभुको सामु रहन् र उहाँले तिनीहरूको स्मृति पृथ्वीबाट मेटिदिउन्। किनभने त्यसले कहिले पनि कृपा देखाउन विचार गरेन, तर दुखी र दरिद्र मानिसहरू र चूर्ण हृदय भएकाहरूलाई मृत्युसम्मै त्यसले खेदो गरेको थियो। त्यसले शराब दिन मन पराउँथ्यो, त्यो शराब त्यहीमाथि आइपरोस्। त्यसले आशिष दिन रुचाएन, त्यसबाट पनि आशिष टाढै रहोस्। त्यसले वस्त्र धारण गरे जस्तै शराब धारण गर्यो, शराब त्यसको पेटमा पानी जस्तै भरियो र तेल जस्तै त्यसका हड्डीहरूमा प्रवेश गर्यो। शराब त्यसको लागि वस्त्र जस्तै होस् र त्यो त्यसको कमरमा निरन्तर बाँधिने पटुका जस्तै होस्। मलाई दोष लाउनेहरू र मेरा विरुद्धमा दुष्ट कुरा बोल्नेहरूलाई परमप्रभुले यस्तै पुरस्कार दिउन्। तर हे परमप्रभु परमेश्वर, तपाईँका नाउँको खातिर मसँग दयाको व्यवहार गर्नुहोस् र मलाई छुटाउनुहोस्। किनभने म दरिद्र र दुखी छु र मेरो हृदय मभित्र घायल छ। म बेलुकीको छाया जस्तै विलोप हुन्छु। सलझै म टकटक्याएर फालिएको छु। उपास बस्दा बस्दा मेरा घुँडाहरू निर्बल भएका छन् र मेरो शरीर दुब्लो र सुकेको छ। मलाई अभियोग लाउनेहरूको दृष्टिमा म तिरस्कारको पात्र भएको छु। तिनीहरूले मलाई देख्दा मुन्टो हल्लाउँछन्। हे परमप्रभु मेरा परमेश्वर, मलाई सहायता गर्नुहोस्। तपाईँको करुणा अनुसार मलाई बचाउनुहोस्। यो तपाईँको हात हो भनी तिनीहरूले जानुन् र हे परमप्रभु, तपाईँले नै यो गर्नुभएको हो भनी तिनीहरूले बुझुन्। तिनीहरूले सराप्न सक्छन्, तर तपाईँले आशिष दिनुहुनेछ। तिनीहरूले आक्रमण गर्दा तिनीहरू शर्ममा पर्नेछन्, तर तपाईँको दास हर्षित हुनेछ। मलाई दोष लाउनेहरूले अपमानको वस्त्र लाएका हुनेछन् र आफ्नो शर्मको खास्टोले ढाकेका हुनेछन्। म मेरो मुखले परमप्रभुमा धेरै प्रशंसा चढाउनेछु। धेरै भिडका बिचमा म उहाँको स्तुति गर्नेछु, किनभने उहाँ दरिद्रको दाहिने हाततर्फ खडा हुनुहुन्छ र त्यसलाई दण्ड दिन चाहनेको हातबाट उहाँले त्यसलाई बचाउनुहुन्छ।
आमेन। हजुर सबैलाई परमेश्वरले धेरै आशिष दिउन्।